होला त्रिशुलीतिर मैले भिडियो बनाए म तपाईलाई अहिले बना पठाइदिन्छु अब है हाम्रो त बाटै छैन सब मान्छे अब गएन दे कति मान्छे मरिसक्यो हैन अब भरे अब के मरे हैन दाइ त्यो मान्छे मरे अब कहाँ जाने त मान्छेहरु हेर्नु त बजार पुरै बिजोक स्थिति बेत्रावती बजार पुरै ध्वस्त सकिसक्यो भैँसे सकियो अहिले भर्खर के अहिले भिडियो बनाइदिनु मतलब यति ठुलो बाढी आछ कि दाइ हैन तपाई ठ्याक्कै तपाईको यो अवस्थामा आइपुग्यो त्यो छोरीले घुम्ने आइपुग्नु लाए हामी बेत्रावतीबाट भर्खर सुरु भयो के पुरा घरै छैन दाइ ल तपाईको 40-50 वटा घरै डुब्यो के मान्छे कति मर्यो हेर्नुस् 100-150 एउटा घर डुबिसकेको छ त्यहाँ चाहिँ कटेम हैन मान्छे कति मरे कति के भयो केही अहिले अब म तपाईलाई अझै भिडियोमा दुईटा भिडियो बनाएर अब म बनाउँछु बाटो यति बसी हैन कति आके आज चाहिँ गाडी फेरि हेर्नु त हेर्दै यो बेत्रावती तपाईको पुलै छैन जम्मै बगार माथिसम्म आइसक्यो भने यति ठुलो आछ कि हैन पुरै नहुँदैन 200-300 एउटा घर डुबिसक्यो मान्छे कति के हो गाडी कति के हो आजै फेरि गोसाइकुण्ड जाने गाडी यति धेरै आयो डुबिहाल्नु उतै घरै डुबिसक्यो पुलै जम्मै डुब्यो अब होइन खोलो अझै आइपुगेको छैन रे क्या माथिबाट हामीले खोलो त अझै आउँदैछ कि यो त आधी माथि त्यतातिर घरहरू सबै घरहरू लान्छ भाग्नु भ्याउने हो भने अहिले तिनीहरू माथि भाग्दै गर्दा हुन्छ क्या बरु हजुर ल यस्तो भएछ ल स्याब्रु त अनि योभन्दा बढी कम हो अनि लैहाल्छ नि यसरी के अरे सोले बेत्रावती बजार पुरै स्याब्रु बेसी शान्ति बजार सबै ध्वस्त यो त तपाईको थोरै हो अझै बाँकी छैन न कति ए यहाँ बेत्रावती बजार सबै बगाइसक्यो त्यहाँ भाग्नु भने ए भाग्नु भनेकै बाढी आयो भने कस्तो कुरा नसुन्यो पनि सबै त्रिशुलीलाई खबर गरे हुन्छ त्रिशुलीलाई हेलो बाढी आयो भने के कस्तो चिसिया कुरा गरेर आने के त्रिशुली सबै भाग्नु भन्नु त्रिशुली बजारै डुब्छ यता यहाँ ठुलो बाढी आयो बेत्रावती बजार सबै बगाइछ त्रिशुली बगाउन लाग्छ छिटो भने के भाग्नु भने यता माथि उता जानु 6 बजार जानु भाग्नु भने के भने हेलो सुनिसक्यो ए बाढी आइरह भने क्या बेत्रावती बजार सब बगाइछु भने क्या भाग्नु मात्र भने मैले म यहाँ डाँडाबाट हेरेको क्या कालिस्तान डाँडाबाट हेरिरहेको यहाँ बाढी ठुलो आएर बगाइसक्यो भने त्रिशुली बगाउन लागिसक्यो भाग्नु भने उता छरे भाग्नु भने क्या भाग्नु भने हजुर रसुवा त ध्वस्त हो नि दाइ सबै चाइनाबाट आएको खोलाले सबै पुरै बगायो लगभग एउटा ठुलै बजार उ त्यसरी छोपेर खोला माथिबाट हिँडिरहेछ बजार बजार पुरै बेत्रावती बजार भन्ने छोपेर त्यो खोला माथि छ पुरै बजार त कहाँ मान्छे कति गयो कति गरे केही चाइनाबाट खोलो आयो ठुलो बाढी आएको चाइनापछि भाग्नु के मलाई भाग्नु के उता छरे जानपट्टि छरे औषधीहरू माथि आइसके सुरक्षित छन् अब त्यो भनिदिनु भागिहाल्नु त्यहाँ भान्जेलाई फोन गर्नु छिटो भान्जेलाई फोन गर्नु छिटो भाग्नु भने नाटक दिदी मैले नाटक गरेर हजुर
रसुवा त जस्तै बनायो नि बेद्रावतीदेखि लिएर टिमुरेसम्म सबै घरहरू च्याब्रुको सबै घरहरू गयो च्याब्रु बेसी बजार गयो सबै गयो साँच्ची नै हो भनेको कस्तो आइसक्यो सबै गयो केही बाँकी छैन बेद्रावती बजार माथि खोलो हिँडिरहेको छ हेर्नु त त्यो बजार हो बजार माथि खोलो छ हो बजार माथि खोलो मैले यो ठ्याक्कै लाइनमा देखिएको बजार हो बजार छोपेर खोलो हिँडिरहेछ आइसक्यो भने मेरो विश्वास पनि नगर्ने भने विश्वास गर्ने नगर्ने रसुवा त ध्वस्तै भयो ध्वस्त भइसक्यो बेद्रावती केही छैन अब विश्वास गरेन गरौँ भाग्नु भने के भाग्नु अरूलाई भनेर भागिहाल्नु छिटो हस् हस् के रह्यो त्यसलाई हेर्नु त बेद्रावती केही रहेन अब केही आएको बजार हामी हजुर आइसक्यो भने यहाँ लम्बै पोहोर आइसक्यो उहाँ त्यो माथिको कृष्णको आइसक्यो माथिको उहाँ त्यो मेरो हात खुट्टा कामिरहेको छ दिदी एकछिनमा के गर्न सकिरहेको एउटा भाइले हजुर घरतिर आयो भगाइदियो दिदी आयो लाउन आयो भने आयो हेलो ड्युटी चलेन लाइट दिन्छ न हेलो आइसक्यो भाग्नु न पहिला भाग्नु मैले भने माग्नु न को अहिलेसम्म नसुने के भाग्नु भन्नु न यार उहाँ बेत्रा त्रिशुली बजार सब छोपिसक्यो भाग्नु फुलमा सबैले यहाँ बरुवाद मेरो केही छैन ल बरुवाद के फुटेको यो ड्याम चाइनाको बाढी चाइनाबाट माथिबाट हिजो पानी ठुलो पर्यो हामी त्यही कुरा गर्दै थियौँ त भर्खर रातभरि पानी हिजो चौकी सौकी त्यो अहिले सबै गयो सबै घर तपाईँहरू आए बजार चौकी सौकी सबै गयो केही पनि छैन नि यही त हो नि चौकी कस्तो के थाहा भन्नलाई झन् आएछ भने के ठुलो बजारै पुरिसक्यो त त्यो हामी बेत्रावती अघि आएको देखेको केही पनि केही पनि छैन 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 आइसक्यो भने हजुर तपाईँको चेक पोस्टहरू त सबै अनि गयो अघि पुलिसले त्यत्रो बेरसम्म किन नरोकेको त क्षति भयो है अब गाडी कति आएको थियो आज गोसाइकुण्ड जाने गाडी कति आएको सबै गयो हेर्नु त झन् बढी भइरहेछ खोलो त हजुरको बाटो चल्यो बढेर आएको छ अनि त्यत्रो माथि सबै गयो नि पारीको वारिस दुइटै पेट्रोल पम्प गयो 5 मिनट चाँडो गएको भयो नि हामी त जानेर छौँ 5 मिनट ढिलो भएको थियो तपाईँहरू चार्जमा कुर्नु भएको थियो रोकिनु भएको थियो होइन हामी त सामान बेच्दै आएको माथि बेचेर चाहिँ बिहानै उठेर हिँड्ने भनेको थियो तुप्चे नै गयो नि तुप्चे सकियो नि तुप्चे बजार सकियो उहाँ त्यो होइन कत्रो छ त हेर्नु त पल्लो भित्तो हान्दै त्यस्तोमा यिनीहरूको दिन यति रहेछ धन्न हामी पनि नगएको यो हामी सबै गयो बेत्रावती सबै रोकेर तिनीहरूले भन्दै थिए गाडीमा सबै गयो भाइ तपाईँको अफिस भने कता हो अहिले तपाईँले भन्नुभयो कसले भन्ने हो मैले होइन यता केही छैन यार कस्तो त्यत्रो उता फोन भयो मान्छे पत्याउँदैन निस्किँदैन अहिले जान्छ रसुवामा ठुलो विपद आइपरेको छ रसुवा आधी रसुवा चाहिँ पुरै डुबानमा परेको छ अहिले बेद्रावतीदेखि शान्ति बजार हुँदै च्याप्रु बेसी एन्सरबाट खुन लाग्दैन यार कस्तो टिमुरे सबै डुबानमा छ सबै घरहरू डुबेको छ जिजु हामी के गर्ने त्यो भाइ फोन गर्दैछ एकछिन हामी आएको बाटो हेर्छु बेद्रावती बजार हो त्यो देखिएको बेद्रावती बजारको घरहरू सबै डुबाएर खोलो पुरै घरहरू घर माथिबाट छ पारी तुप्चे हेर्नुहोस् नुवाकोटको तुप्चे पनि पुरै डुबिसकेको छ मान्छे गयो होला है त्यहाँ बजारमा कति मान्छे पऱ्यो हेलो हेलो को बोल्नुभयो ए यहाँ बाढी आएर ठुलो बाढी आइरह भान्दा भागै बाढी आइरह नुवाकोट त्रिशुली बजार पनि सब बगाइसक्यो बेताजी बजार त्रिशुली बजार बगाइसक्यो भाग है भाग
अर्काको होइन डाँडामा गएर बस्नु भनेको सुमनलाई अहिले फोनै लाग्दैन सुमनले त खापै बनायो यो त कति हो कति यो साध्य सीमै छैन यार यसले त कहाँसम्म भ्याउँछ भन्ने अलिकति पर्दैन यो त संसारै कति कति यो त तपाईँ त्रिशुली हुँदै धादिङ हुँदै मुङ्लिङ सबै सबै गयो त सबै लाग्यो यो धादिङ नारायणघाटसम्म पुग्छ सबै अब त गइहाल्यो नि हेरौँ त अरू भन्दा मैले मेरो बाबुलाई सम्झेँ हेर्नु त 3 वर्षको बाबु छोडेर कस्तो दुःख गरेर कति मान्छे पर्यो होला त्यहाँ हेर्नु त त्यो घर बिचमा यो तल तलको मान्छेलाई चाहिँ पहिला खबर भयो चार्ज गर्नेहरू कति बुढीहरू हुनुहुन्थ्यो कति गयो आज चाहिँ फेरि यस्तो गाडी आएको सेकुन्ड जानलाई आज होइन त्यो माइको स्टेसन अघि हेर्नु त गोसाइकुण्ड जाने गाडी आएर फेरि लाइन छ के साइड गरेर हिँडेको थिएँ मैले अघि त्यहाँ सोचिरहेको थिएँ काँक्री देखेँ कि आउँदाखेरि भगवान् हाम्रो शुभ होस् भनेको थिएँ गाडीहरू बगाएर राखेको गाडी होला नि त्यो त बगाएर ल्याएको गाडी हो टिमुरेबाट भन्सारको गाडीहरू त सबै बगाएर ल्याएको गाडी त्यो त अब गन्ती नै सक्दैन अनि मासतिर सबै आयो होला नि त त्यो यही नुवाकोटको बिचल्ली भइसक्यो सुमनहरू फोनै उठाउँदैनन् हाम्रो मान्छेहरूको फोनै छैन स्विच अफ छ फोनै उठ्दैन कहाँ पुग्यो होला भन्नु आउनु भन्नु फोनै स्विच अफ छ फोनै उठ्दैन घरमा इन्फर्म गर्न लाहा म त्यो बाटो जम्मै बगाउँछ के त्यो बाटो जम्मै बगाउँछ के होइन आउने बाटो त अब छैन उयोबाट यता लाग्दा बिद्युतबाट यताको त सबै भयो बगाउँछ जम्मै भागा भागा छोरीपट्टि भागा भागा यहाँ ठुलो आइरह बाडी आइरह भाग भागे हुन्छ उतै फर्काउ भन फर्काउ छोरी जाऊ छोरी जाऊ फर्काउ भन नट एभाइलेबल भन्छ सबैलाई भन्नु भन अब नेटवर्क गइसक्यो कि सबै नेटवर्कहरू गइसक्यो फोन लाग्दैन दुप्ते हुँदै गयो त्यो धर्मी हामी दुप्ते हुँदै त्यो बाटो भएन हामीलाई हामी हामी चाहिँ भएन कि हामीले जनाउँदै थियो ट्युसन आएको थियो भनेको घरमा पुरै बगाउँछ अनि मुहाहरू आत्तेला मुहाहरूलाई पनि भन मुहाहरूको फोन थिएन एनटिसी फोन लगाइरहेको छैन हामी चाहिँ 10 मिनेटले अगाडि बढेर हाम्रो चाहिँ के पनि फोन एनटिसी फोन मिनेटले हामी यो भाइ झोर कहाँ गयो त अस्ति होइन भने भर्खरेको हामी जम्मै बगायो फोन आन यहाँ बाडी आइरह यहाँ यो सब कृषि सब गइसक्यो फोनै लागेन कृषि बेतर बेतर केही छैन कृषि बगाइसक्यो भागै भागै नाइचे यता नाइचे माइल खुनर छिटो खुनर मेन टावर गइसक्यो खै त भाइ यसरी होइन सरकारले कमसेकम यति बेला त सबैलाई थाहा भइसक्यो नि त्यो घरको छततिर मान्छे कमसेकम हेलिकप्टर ल्याएर उद्धार गर्नु पर्दैन पर्दैन भने यहाँ त मान्छे जम्मै मरिसक्यो मान्छेहरू त त्यो घरको छततिर